काट्नु 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 ल धेरै धेरै शुभकामना हाम्रो मम्मीलाई हेलो गाइज गुड मर्निङ कफी टाइम भनौँ कि पानी टाइम भनौँ भर्खरै उठियो अनि आज चाहिँ आमाको के भन्छ मुख हेर्ने दिन त्यही भएर अलिकति विश पनि गरियो मम्मीलाई उतातिर मम्मीले आइटम बनाउँदै हुनुहुन्छ हामी चाहिँ बिस्ताराबाट निस्केको छैनौँ चाहिँ खासै निन्द्रा चाहिँ पुगेन बाबुलाई दुध खुवाइरहनु पर्दो रहेछ 2-2.5 घन्टामा बिनाजु उठिरहनु भएको थियो त्यही भएर होला ओके अहिले एकछिनमा चाहिँ अलिअलि केही प्रोग्राम गर्नु सक्यो भने चाहिँ गरिन्छ हैन के छ दिदी दिचा बधाई छ बाबुले मुख हेर्नु भयो कि नै त बाबुले हेर्नु भयो बाबु मलाई आमाका चाहिँ मुख हेर्नु सानो बाबुले नि मुख हेरिहाल्नु भएछ ओके अब चाहिँ हामी हाम्रो प्रोग्रामको लागि रेडी भइसक्यौँ मेरो चाहिँ आजको गेटअप यस्तो खालको छ शर्माजी चाहिँ यत्तिको भएको छन् आज बेबी चाहिँ यसरी बबाल छ नि घर जाउँ भइहाल्यो नत्र कमेन्टमा माताजी के हुँदैछ त आज मुख हेर्ने दिनमा मुख त टिलिक्क छ त टेल टल्काएर मुख त हेरिरम बनाउनु भएको छ त आज त कति वर्ष हो कान्छा छोरासिनी भेट भएको यतिको त हुनु पर्यो नि हैन कस्तो हुँदैछ त कोरियाको बसाइ ठीक छ छोरा बसाइ राम्रो हो आनन्दको बिस्तारामा गद्दावाला हैन मौसम नि ठिकै ठिकै छ कान्छा छोराछोरीसित रमाउन पाइए यो भन्दा आनन्द कहिले आउँछ हो नि के हो यसरी लगाएको पालिस हजुर टिलिक्क छ त आज त राम्रो हुनु पर्यो गरे राम्रो त हुनु पर्यो आमा जस्तो हुनु पर्यो गरे कान्छा छोराले आमा त आमा हो गरे जस्तो भयो नि त्यही पनि ल ठिक छ त्यसो अनि यतातिर चाहिँ यस्तो भइरहेछ शर्माजी अरे हाय हाय डाले म डाले म बियस भाइ यसो बोले न हाय 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 व्हाट इज दिस आयो 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 किन त्यसरी डेडाङ 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 गर्ने शर्मा ल पिताजीको मुख हेर्ने दिनको तिमीलाई नि शुभकामना छ ओके मम्मी यो चाहिँ के भन्छ कोरियन भाषामा चाहिँ लेखेको छ ओरे ओरे खनगाङ हाँसियो भनेर लेखेको छ यो भन्नुको मतलब चाहिँ लामो समयसम्म हेल्दी तरिकाले चाहिँ बाँच्नुहोस् भन्न खोजेको के मतलब लामो आयु होस् स्वस्थ रहनु भन्न खोजेको अब इङ्ग्लिस नेपालीमा नभएको भएर चाहिँ हामीले यसरी ल्याएको छौँ यहाँ चाहिँ ह्याप्पी मदर डे वाला रहेनछ त्यहाँ चाहिँ अनि लेखिदिने मान्छे पनि गइसकेको रहेछ नि हिजो छुट्टीको दिन भएर होला सायद त्यही भएर यस्तो कोरियनवाला ल्याएको छौँ भन्न खोजेको कुरा चाहिँ राम्रै छ ल हाम्रो प्रोग्राम चाहिँ अब सुरु हुन गइरहेको छ बाबु भित्र सुत्नु भएको भएर हामी चाहिँ चर्को बोलिरहेको छैनौँ मैले फोटोसुट कार्यक्रम पनि भयो ल आमा औँसीको धेरै धेरै शुभकामना काट्नु 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 ल धेरै धेरै शुभकामना हाम्रो मम्मीलाई कति वर्षपछि यसरी मनाउन पाइएको छ ओके
सुस्वास्थ्य दीर्घायुको हामी कामना गर्दछौँ हैन। ल सधैँ यस्तो खुसी देख्न पाइयोस्, खुसी राख्न पाइयोस् सधैँभरि। जसको जे होस् मजा चाहिँ यता हो लिने। ल हेर यो खवाई बोल न बोला किन बोल्दिनौ शर्माजी झ्याम के झ्यामान है लजाउनु पर्दैन। गुलियो तिमीलाई कति मनपर्छ भन्ने सबैलाई थाहा छ। ठोक ए सबै यहीँबाट यसरी छोपेर हाने नि हुन्छ। यति मैले अघि पनि दिएको यता कुर्ला ए तिमी धेरै नखाऊ न मैले पनि खान्छु नत्र यहाँ खिच्दा खिच्दै यहाँ भ्याइएला। हाम्रो पुन्टु भान्जा पनि फोटोसुट कार्यक्रमको लागि आइसक्नु भएको छ। सबै धेरै गर्नु म तपाईले साडी लाएर आए भने गरेर उता जाने यसो साडी लगाएर आए भने यसो गरिहाल्नु अनि म चस्मा त लाउनु पर्यो नि यहाँ। तपाईँ यहाँबाट अनि फेरि घुमेर आउनुहुन्छ। 3, 2, 1 जानु दुगुनु मकै साडी कहाँ तिमी फेरि ल जानु भाग्नु 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 खै त यस्तो तपाईँहरू जान्दा मैले गर्छु पहिला यस्तो भन त्यसो भने साडी लगाएर आयो भने दुगुरी हाल्ने हिँडे जसरी दुगुरे जसरी दुग्नी मात्रै होइन भाग्नु आउनु आउनु र दुगुर्नु दुगुर्नु है दुगुरी हाल्नु सुन्नु मकै चरम 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 आउनु आउनु तिम्रो लागि अगाडि जाऊ न के यहाँ धामी भयो जस्तो छ धेरै है। दामी त हुन्छ त ट्याक्का हुन्न दामी भयो लास्ट आइनुरको भयो खै दुई चार आएन यता बरु आउला जस्तो छ। मैले भनेको तिमीलाई बोकेर कसो टिकटकको अपार सफलतापछि यहाँ मम्मीले खाना रेडी गर्दै हुनुहुन्छ। यता फेरि ऱ्यापरै बन्छु म अब भन्दैछिन्। शर्माजी पनि टिकटकको अपार सफलतापछि एकछिन रेस्ट गर्दैछन्। मकैबारी झरम झरममा त हरियो काँक्रा लास्टै खायौ त तिमीले। खानु पर्यो नि गीतलाई न्याय दिनु पर्यो। सही हो सही हो। माताजी आज के छ खानामा? बोबालो अचार रहेछ, साग रहेछ, यतातिर अरू आइटमहरू पनि छन्। जस मिठै मसिनो एकदम स्पेसल नै छ आज पनि है। कस्तो लागिरहेको छ? अब फेरि जानै पर्यो, जन्मेपछि मर्नै पर्ने, आएपछि जानै पर्ने, यो यस्तै हो सर। ओके त्यस्तै छ कुरो छ। हामी खाना खाएर फेरि निस्किनु पर्ने हुन्छ। भोलि अब मन्डे काम सुरु भइहाल्छ, के गर्नु जानै पर्यो। यत्रो छ खाना, आइटमहरू यति छन्। यहाँ चाहिँ कति पनि छैन, खाली थाल लिएर बसी छन्। शर्माजी केही थप्नु पर्यो? कस्तो छ त स्वाद? एकदम दामी। ओके म पनि अब सुरु गर्छु। अलरेडी लेट भइसकेँ। यहाँ थपै छिन्। मासु हड्डी हड्डी मलाई दिन्छन्। त्यस्तै छ। ओके अब चाहिँ हामी जान लागेको। बसियो थियो, रमाइलो भएको थियो, खाएको खाइ गरिरहेको थियो। ज्यान चाहिँ अटस मटस छ। ल लाग्यो है पाउ छोरालाई नि बाई बाई। ओके ल लाग्यो साथीहरू। लाउनु न, जाने बेला अचार खिलाउनु नि भयो फेरि। ए सिबुले
ल शिवलाई त रमाइलो छ त अचार पनि पाए गिफ्ट स्वरूप थोरै मात्रै हो सामग्यो सालसँग खाने जस्तो छ त भाँडो त बाई बाई अर्को हप्ता भेटौँ न ख्याल गर्नु होला आफ्नो बाबुको दिदीको सबैको ल बिनाजु हुन्छ ल माताजी तपाईँलाई नि बाई बाई छ म 3 दिन पछि आउँछु अनि के भन्छ कुटुरो रेडी पारेर बस्नु होला यस्तो जानुपर्छ ल माता बाई लाग्यो त शर्माजी कस्तो भयो त बसाइ बेबे कस्तो भयो बसाइ झोलो त मैले बोकिहाल्छु नि ओके हामी चाहिँ घरबाट निस्किसक्यौँ साथीहरूको अनुहारमा खासै जोस चाहिँ छैन तर खाँदा खाँदा कस्तो अल्छी लागिरहेको छ निन्द्रा लागे जस्तो यस्तो खालको मौसम मलाई यस्तो खालको ठाउँहरू कस्तो मनपर्छ कलकल कलकल पानी बगेको यस्तोमा खुट्टा चोबेर बस्यो भने क्या शीतल हुन्छ नि त हिजोको खेस सेकी कता गयो यहाँ जात जनाउँछ यहाँ बसेर हल्ला गरेर सुतेछ क्या दिनमा कराउँदो रहेनछ रातमा कराउँदो रहेछ ओके अब चाहिँ हामी निस्केर लगभग 2-2.5 घन्टा लाग्छ होला हस् ल शिवु चाहिँ यहीँबाट छुट्टिने गरे बाई शिवु अर्को बसमा आए बिस्तारै एउटा बस चढेर हामी चाहिँ बिचबाट चाहिँ आयौँ अब अर्को बस हेरेको 15 मिनट जति बाँकी रहेछ त्यही भएर एकछिन पार्क जस्तोमा आएर बसेको छौँ सानो सानो बच्चाहरूले बुढाबुढीहरूले कस्तो राम्रोसँग साइकल चलाउने अनि त्यो हेर्नु न स्केटिङ गरेको यस्तो दामी यस्तो सानैदेखि जानेको हुन्छ नि मलाई अचम्म लाग्छ म एकचोटि बुसानमा हुँदाखेरि चढ्न गएको थिएँ यति थेचार रे म 2 दिनसम्म कतिलाई बस्न नसक्ने भएको थिएँ पछाडि नेपालमा नि अहिले त कस्तो धेरैहरू छ नि हाम्रै घरको साइडमा नि छ नि होइन जस्तो विकसित हुँदै गयो जति यस्तो चिजहरू बढ्दै गयो त्यति हुँदै जान्छ नि त हामीलाई त केही दिन म त यहीँ आएपछि देखेको हो फर्स्ट टाइम साइकलको के अरे टायर गुडाउँथ्यौँ हामीले ओके हामी चाहिँ भर्खरै रुम आयौँ एकदमै थकाइ लागेको छ आउँदा बित्तिकै यतातिर चाहिँ ठोक्न थालिसकेन् के छ औ त मैले केही नै खान्न भन्ने खानु यस्ता यस्ता फेरि पकाएर दिन्छु मिठो मिठो आइटम भन्दा नि नमानेर ओके भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद सी यु इन नेक्स्ट भिडियो त्यतिखेरसम्मको लागि के गर्ने बाई बाई